ल है, आज हामी भौतिक विज्ञानको एउटा गजबको रहस्य खोल्न जाँदैछौँ। यस्तो रहस्य जुन हाम्रो वरिपरि जताततै लुकेर बसेको छ। सोच्नुस् त, एउटा यस्तो अदृश्य ताल जसले घडीको पेन्डुलमदेखि लिएर प्रकाशको तरङ्गसम्म सबै कुरालाई चलाउँछ। हो, यही हो सरल हार्मोनिक गति। अब एउटा कुरा सोचौँ त, इन्जिनभित्रको पिस्टनको त्यो तीव्र गति अनि घडीको त्यो शान्त लयबद्ध झुलाइ, यी दुईटामा केही साझा कुरा होला त? सुन्दा त कस्तो फरक लाग्छ नि, होइन? तर हो, यी दुई एकदमै फरक देखिने गतिहरूमा एउटा गहिरो र सुन्दर सम्बन्ध लुकेको छ। र यो सम्बन्ध यो मसिन र घडीमा मात्रै सीमित छैन है। यही ताल एउटा ट्युनिङ फोकको कम्पनमा, हामीले सुन्ने ध्वनिको तरङ्गमा अनि हामीले देख्ने प्रकाशको किरणमा समेत कुञ्जिरहेको हुन्छ। भन्नुको मतलब यो त प्रकृतिको एउटा विश्वव्यापी लय पो रहेछ। त्यसो भए आजको हाम्रो यो विश्लेषणमा हामी के हेर्छौँ त? पहिले त यही विश्वव्यापी तालको रहस्य बुझ्ने कोसिस गर्नेछौँ, त्यसपछि यसलाई वर्णन गर्ने भाषा सिक्छौँ, केही वास्तविक उदाहरणहरू हेर्छौँ र अन्त्यमा हाम्रो वास्तविक संसारमा चाहिँ यसले कसरी काम गर्छ भनेर पनि जान्नेछौँ। त्यसो भए आखिर यो विश्वव्यापी तालको रहस्य के हो त? हाम्रो यात्राको पहिलो खण्डले यसको उत्तर दिन्छ, र त्यो हो वृत्तको छाया। ल, सबैभन्दा पहिले एउटा एकदमै सामान्य दृश्य कल्पना गरौँ है। मानिलिउँ एउटा बिन्दु छ र त्यो बिन्दु एउटै गतिमा एक नासले एउटा वृत्तको वरिपरि घुमिरहेको छ। एकदमै सरल, अनुमान गर्न सकिने गति, होइन त? अब प्रश्न आउँछ, सरल हार्मोनिक गति भनेको चाहिँ के हो त? सजिलो छ, यो भनेको त्यही घुमिरहेको बिन्दुको एउटा साधारण छाया मात्र हो। सोच्नुस् त, हामीले छेउबाट बत्ती बाल्यौं भने त्यो घुमिरहेको बिन्दुको छाया एउटा भित्तामा के गर्छ? माथि तल गरिरहन्छ, होइन? हो, त्यही छायाको सरल दोहोरिने गति नै सरल हार्मोनिक गति हो। र यहाँनिर एउटा गजबको कुरा छ। जब त्यो बिन्दु वृत्तमा घुम्छ, त्यसको छाया एउटा निश्चित केन्द्रबाट यता र उता बराबर दूरीमा जान्छ अनि फर्किन्छ। र अझ रोचक कुरा के छ भने, यदि हामीले समयसँगै त्यो छाया कहाँ कहाँ पुग्यो भनेर ग्राफमा बनायौँ भने त्यसले एउटा एकदमै सुन्दर र नियमित साइन वेभ बनाउँछ। एकछिन सोचौँ त, एउटा सामान्य वृत्तमा घुम्ने गतिको छायाले यस्तो महत्त्वपूर्ण ढाँचा बनाउँदो रहेछ। हो, यही सरल तर गहिरो सम्बन्धले नै पेन्डुलमदेखि लिएर प्रकाशको तरङ्गसम्मका अनगिन्ती प्राकृतिक घटनाहरूको रहस्य खोल्ने साँचो हो। ल, अब हामीले यो गतिको दृश्य त बुझ्यौं। अब यसलाई वर्णन गर्न प्रयोग हुने केही महत्त्वपूर्ण शब्दहरू अर्थात् यसको भाषातिर लागौं। पहिलो शब्द छ आयाम वा एम्प्लिट्युड। यो भनेको के हो भने त्यो छाया आफ्नो बीचको बिन्दुबाट सबैभन्दा टाढा कतिसम्म पुग्छ त्यही दूरी हो। हाम्रो वृत्तको उदाहरणमा त यो झनै सजिलो छ। यो भनेको त्यही वृत्तको अर्धव्यास मतलब रेडियस नै हो। त्यसपछि आउँछ आवर्तकाल वा पिरियड, जसलाई टीले जनाइन्छ। यो भनेको चाहिँ त्यो छायाले एकपटक यता गएर उता आएर फेरि सुरुको ठाउँमा आइपुग्न कति समय लगाउँछ भन्ने हो। हाम्रो वृत्तको उदाहरणमा यो भनेको त्यो बिन्दुले वृत्तको एक चक्कर पूरा गर्न लगाउने समय नै हो। र तेस्रो शब्द हो आवृत्ति वा फ्रिक्वेन्सी। यो चाहिँ आवर्तकालको ठिक उल्टो हो। योले के बताउँछ भने एक सेकेन्डमा कति पटक त्यो पूरा चक्र दोहोरिन्छ। यसलाई हामी हर्ट्ज अर्थात् हेर्ट्जमा नाप्छौं। ल, अब हामीले यसका आधारभूत कुराहरू त बुझ्यौं। अब अलिकति यसको औपचारिक भौतिक विज्ञानको परिभाषा हेरौँ है। परिभाषाले के भन्छ भने सरल हार्मोनिक गतिमा रहेको कुनै पनि वस्तुको प्रवेग अर्थात् एक्सेलरेसन सधैँ त्यसको केन्द्रतिरै फर्केको हुन्छ र वस्तु केन्द्रबाट जति टाढा जान्छ त्यसलाई केन्द्रतिर फर्काउने बल पनि त्यति नै बढ्दै जान्छ। गणितमा चाहिँ यही कुरालाई एउटा समीकरणले देखाउँछ। A = -ω²y। अब यहाँ A भनेको प्रवेग, y भनेको केन्द्रबाटको दूरी। तर यहाँ सबैभन्दा महत्त्वपूर्ण कुरा के हो थाहा छ? त्यो माइनस चिन्ह। त्यो माइनस चिन्हको अर्थ के हो भने प्रवेगले वस्तुलाई सधैँ केन्द्रतिर फर्काउन खोजिरहेको हुन्छ। हो, यही कारणले त यो दोहोरिने गति सम्भव भएको हो। ल, यति सिद्धान्त त भयो। अब यी कुराहरूलाई हामीले दैनिक जीवनमा देखिरहने दुईवटा एकदमै क्लासिक उदाहरणहरूमा लागू गरेर हेरौँ न त। ती हुन् पेन्डुलम र स्प्रिङ। यी दुवै पेन्डुलम र स्प्रिङ
सरल हार्मोनिक गतिको एकदमै राम्रो उदाहरण हुन्। तर दुवैमा एउटा फरक छ। त्यो हो यिनीहरूलाई केन्द्रमा फर्काउने बल, जसलाई रेस्टोरिङ फोर्स भनिन्छ। पेन्डुलमको हकमा गुरुत्वाकर्षणले त्यो काम गर्छ भने स्प्रिङको हकमा चाहिँ त्यसको आफ्नै लचकताले गर्छ। पेन्डुलमको सबैभन्दा अचम्म लाग्दो कुरा के हो भने यसको आवर्तकाल, मतलब एक पटक यताउता गर्न लाग्ने समय, त्यो पेन्डुलमको पेण्ड कति छ वा त्यसलाई कति परसम्म लगिर छोडियो भन्ने कुरामा भरै पर्दैन। यो केवल एउटै कुरामा निर्भर गर्छ, त्यो हो डोरीको लम्बाइ। गजब छ नि, होइन? यसको पछाडि एउटा रमाइलो कथा पनि छ। भनिन्छ महान वैज्ञानिक ग्यालिलियोले यो कुरा कसरी पत्ता लगाए रे भने गिर्जाघरमा झुल्दै गरेको बत्तीलाई आफ्नो नाडीको धड्कन गनेर उनले के देखे भने बत्तीको झुलाइ सानो होस् वा ठूलो, एक चक्कर पूरा गर्न लाग्ने समय त सधैँ एउटै पो रहेछ, एउटा नियमित लय। अब स्प्रिङको कुरा गरौँ है। स्प्रिङमा झुन्ड्याइएको वस्तुको आवर्तकाल चाहिँ दुईवटा कुरामा निर्भर गर्छ। एक, वस्तुको पिण्ड कति छ, र दुई, त्यो स्प्रिङ कतिको कडा छ। सोझो हिसाब छ। गहरो वस्तु भयो वा खुकुलो स्प्रिङ भयो भने त्यो बिस्तारै हल्लिन्छ। ल, अहिलेसम्म हामीले एउटा आदर्श पर्फेक्ट अवस्थाको कुरा गर्यौं, जहाँ पेन्डुलम वा स्प्रिङ त सधैँका लागि हल्लिरहन्छ। तर हाम्रो वास्तविक संसारमा त त्यस्तो हुँदैन नि, होइन र? अब हेरौँ वास्तविकताले चाहिँ कसरी प्रभाव पार्छ। वास्तविक संसारमा हावाको प्रतिरोध हुन्छ, घर्षण हुन्छ। यस्ता बलहरूले के गर्छन् भने त्यो हल्लिरहेको वस्तुको ऊर्जालाई बिस्तारै बिस्तारै सोसेर लिन्छन्। अनि के हुन्छ त? कम्पनको आयाम, अर्थात् त्यो हल्लिने दूरी घट्दै जान्छ र अन्तमा त्यो रोकिन्छ। हो, यही प्रक्रियालाई ड्याम्पिङ भनिन्छ। यहाँको प्रयोगले ड्याम्पिङलाई राम्ररी देखाउँछ। एकातिर वस्तु हावामा स्वतन्त्र रूपले कम्पन गरिरहेको छ, तर अर्कोतिर जब त्यही वस्तुलाई कुनै तरल पदार्थमा डुबाइन्छ जहाँ प्रतिरोध त निकै धेरै हुन्छ, हो त्यहाँ कम्पन छिट्टै रोकिन्छ। र यो ग्राफले चाहिँ त्यसैको नतिजालाई एकदमै स्पष्ट पार्छ। बायाँपट्टिको ग्राफ त्यो आदर्श स्वतन्त्र दोलनको हो, जहाँ आयाम अर्थात् हल्लिने दूरी सधैँ उही छ। तर दायाँपट्टिको ग्राफले वास्तविक ड्याम्प्ड दोलन देखाउँछ, जहाँ घर्षणको कारणले गर्दा आयाम समयसँगै कसरी घट्दै घट्दै गएको छ। त्यसो भए सरल हार्मोनिक गति एउटा वृत्तको साधारण छायाबाट सुरु भएर हाम्रो वरिपरिका अनगिन्ती वस्तुहरूको गतिलाई वर्णन गर्दो रहेछ। अब जब हामीलाई यो आधारभूत नियम थाहा भयो, एउटा प्रश्न सोच्न लायक छ। आफ्नो वरपरको संसारमा अब अरू कहाँ कहाँ यस्ता लुकेका तालहरू भेट्टाउन सकिन्छ होला? एकपटक यसबारे सोचेर हेरौँ न त।